राति सुत्ने बेलामा वा पहिलो प्रहरमा देखेको सपनाको फल 1 वर्षभित्र निद्रापछिको 2 देखि 4 घण्टाको बीचमा वा दोस्रो प्रहरमा देखेको सपना 8 महिनाभित्र पूरा हुन्छ भने सपनाको 4 घण्टादेखि 6 घण्टाको बीचमा वा तेस्रो प्रहरको अशुभ शुभ फल 1 महिनाभित्रै प्राप्त हुन्छ। धार्मिक तथा सांस्कृतिक ज्ञान एवं आध्यात्मिक रहस्यहरूको संवाहक धार्मिक रहस्य युट्युब च्यानल। दर्शकबिन नमस्कार। आज हामी तपाईहरुलाई सपनाको फल सम्बन्धी महत्त्वपूर्ण सामग्री लिएर आएका छौं। कृपया च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। आउनुहोस् भिडियो सुरु गरौँ है त। दर्शकबिन कति बेला देखेको कस्तो सपनाले कुन फल दिन्छ त्यसको बारेमा हामीले जानकारी लियौं। हामीले निन्द्रापछि हाम्रो शरीर र आत्माको बिछोड भई आत्माले शरीर छोडेर अनेक ठाउँमा अथवा भविष्यको अनुमान देखाउने संकेत नै सपना हो। ज्योतिष शास्त्र अनुसार कुनै पनि व्यक्तिले देखेको सपनाको फल अब हुने भवितव्य घटनालाई निर्धारित गर्छ। विभिन्न धर्म ग्रन्थहरूमा पनि सपनाको शुभ र अशुभ फलको बारेमा सचित्रण वर्णन गरेको पाइन्छ। जस्तै अग्निपुराण, वाल्मीकि रामायणमा पनि सपनाले देखाउने घटनाको बारेमा पहिले नै संकेत गर्दछ। तर बिरामी, मानसिक तनाव, शोकको घडीमा, महिनावारीको समयमा, पिसाब वा दिशाले च्यापेको अवस्थामा र केश फिजाइ वा निर्वस्त्र अवस्थामा देखेको सपनाको फल प्राप्त हुँदैन। सपनाको शुभ वा अशुभ फल प्राप्त गर्न 4 प्रहर अनुसार त्यसको शुभ राम्रो वा अशुभ नराम्रो फल यति महिना वा दिनपछि प्राप्त हुन्छ। राति सुत्ने बेलामा वा पहिलो प्रहरमा देखेको सपनाको फल 1 वर्षभित्र, त्यसैगरी निन्द्रापछिको 2 देखि 4 घण्टाको बीचमा वा दोस्रो प्रहरमा देखेको सपना 8 महिनाभित्र पूरा हुन्छ भने सपनाको 4 घण्टादेखि 6 घण्टाको बीचमा वा तेस्रो प्रहरको अशुभ शुभ फल 1 महिनाभित्रै प्राप्त हुन्छ। त्यसैगरी उठ्नुभन्दा अगाडि एवं ब्रह्म मुहुर्तमा तथा सूर्योदयभन्दा अगाडि देखिएको सपनाको फल राम्रो वा नराम्रो त्यही दिनदेखि नै 10 दिनसम्म पूरा हुन्छ भने प्राय जसो सपनामा सुकेको, भत्केको, हराएको, दाँत भाँचिएको, तल झरेको, कालो वस्तुहरू, खरानी, आँधी तुफान, खाली भाँडाहरू, जल्दै गरेको चिता, सर्पसँग खेलेको, विवाह भएको, मण्डपमा घुमेको, पसिनाले भिजेको आदि सपनाहरू अत्यन्तै नराम्रा मानिन्छन् भने यस्ता सपनाहरू देखेमा फेरि निदाउनु वा उठेर जलाशयमा गई अथवा दिसा पिसाब गर्दाखेरि यसको फल नमिलोस् भनेर भन्नुपर्छ। त्यसैगरी राम्रा सपनाहरूमा सेता वस्तुहरू, मूर्तिहरू, प्रतिमा, पुस्तक, स्वर्ग, भरिएको भाँडाहरू, तोरण, हात्ती, घोडा चढेको, मन्दिर गएको, केटाकेटी, स्नान गरेको, कपास, मिठाई वा माथि आकाशमा उडेको अथवा लास वा लाँदै गरेको बन्धनबाट छुटेको, रुँदै गरेको आदि सपनाहरूलाई अत्यन्त राम्रा मान्ने गरिन्छ। यस्ता सपना देखेको खण्डमा सकभर कसैलाई पनि नसुनाउनु। यदि सुनाउनै परेमा भगवानको अगाडि गई धन्यवाद भगवान, मेरो सपनाको शुभ फल चाँडै प्राप्त होस् भनी कामना गर्नुपर्दछ। आजको यो भिडियोमा हामीले सपनाको बारेमा केही शुभ र अशुभ फलको जानकारी प्रदान गर्यौं भने अर्को भिडियोमा सबैले देख्ने गरेका सपनाका फलको बारेमा लिएर आउनेछौँ। यसैगरी हजुरहरूले पनि सपनामा जिज्ञासा लागेको कुराहरू, हजुरको मनमा लागेका कुराहरू हाम्रो कमेन्ट बक्समा लेख्न चाहनुहुन्छ भने लेख्नुहोला। यदि हजुरहरूलाई हाम्रो भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब अवश्य गरिदिनु होला। फेरि पनि यस्तै प्रकारका
भिडियोहरू हामी ल्याउने कोसिस गर्दैछौँ। हस्त नमस्कार।